आज म तपाईँहरूलाई टोनी रोबिन्सद्वारा लिखित पुस्तक अनलिमिटेड पावर भन्ने पुस्तक तपाईँहरूमाझ प्रस्तुत गर्न आँटिरहेको छु र यसको रिभ्यू गर्न आँटिरहेको छु। सर्वप्रथम टोनी रोबिन्स भनेको एउटा विश्व प्रख्यात मोटिभेसनल स्पिकर हुन् है त। उनले धेरैजना व्यक्तिहरूको जीवनमा चाहिँ सकारात्मक परिवर्तन ल्याएका छन्। उनले धेरैजना व्यक्तिहरूलाई गाइड गरेका छन् र मोटिभेट गरेका छन्। त्यही कारणले गर्दाखेरि नै उनी विश्वभरि प्रख्यात रहेका छन्। अब उनले यो पुस्तकमा मुख्य रूपमा के कुराहरू चाहिँ भनेका छन्, मलाई मन परेको कुराहरू चाहिँ म तपाईँहरूमा चाहिँ सेयर गर्न आँटिरहेको छु। सर्वप्रथम त उनले एङ्करिङ टेक्निकको बारेमा कुरा गरेका छन् है त। एङ्करिङ टेक्निक चाहिँ यस्तो टेक्निक हो है त, जस्तै तपाईँहरूको जीवनमा कुनै न कुनै क्षणमा कन्फिडेन्ट स्टेटमा हुनुहुन्थ्यो, रिसोर्सफुल स्टेटमा हुनुहुन्थ्यो र त्यो स्टेट तपाईँहरूले फेरि दोहोऱ्याउन चाहनुहुन्छ, तपाईँहरूको जिन्दगीमा फेरि आओस् भन्ने चाहनुहुन्छ भने तपाईँहरूले त्यतिखेर विचार गर्नु पर्यो त्यो स्टेटमा हुँदा तपाईँहरूको दिमागमा कल्पना कस्तो चलिरहेको थियो, थट कस्तो आइरहेको थियो र तपाईँहरूले शरीरको हाउभाउ कस्तो गरिरहनु भएको थियो। त्यो सम्पूर्ण कुराहरूलाई तपाईँले फेरि रिपिट गरेर तपाईँहरूको जीवनमा फेरि पनि तपाईँहरू रिसोर्सफुल स्टेटमा तपाईँहरू पुग्न सक्नुहुन्छ भनेर टोनी रोबिन्सले यस पुस्तकमा चाहिँ यसको बारेमा व्याख्या गरेका छन् र तपाईँहरूले यसलाई एप्लाई गर्न नछुटाउनु होला। हामीहरूको जीवनमा कुनै न कुनै विषयवस्तुले चाहिँ हामीलाई चाहिँ ठुलो छाप बसाएको हुन्छ है त। त्यो छापलाई तपाईँहरूले आफ्नो जीवनबाट निकाल्न चाहनुहुन्छ अथवा हुनसक्छ कुनै पनि कुराको छाप चाहिँ तपाईँहरूको जीवनमा परोस् भन्ने तपाईँहरू चाहनुहुन्छ भने यस्तो बेलामा तपाईँहरूले यो कुरा बुझ्नुहोस् है त। तपाईँहरूको जीवनमा जुन कुराको छाप बसेको छ नि, दिस इज जस्ट अ सिन क्या। यो भनेको एउटा सिन मात्रै हो। तपाईँहरूको दिमागको कल्पनामा चाहिँ त्यो सिन चाहिँ अलिकति चहकिलो छ, नजिकै छ भने तपाईँहरूको त्यसमा धेरै छाप बसेको हुनसक्छ र त्यो सिनलाई चाहिँ तपाईँहरूले बिस्तारै बिस्तारै आफ्नो मस्तिष्कबाट टाढा टाढा लाँदै मधुरो मधुरो बनाउँदै जानुभयो भने तपाईँहरूको दिमागबाट त्यो छापलाई तपाईँहरूले सजिलै निकाल्न सक्नुहुन्छ। र कुनै पनि वस्तुको तपाईँहरूको दिमागमा छाप बसोस् भन्ने चाहनुहुन्छ भने सुरुवाती चरणमा त्यो सिन भनेको तपाईँहरूको दिमागभन्दा टाढा हुन्छ, अलिकति मधुरो हुन्छ है त। त्यसलाई तपाईँहरूले कल्पना गरेर बिस्तारै बिस्तारै त्यो सिन आफू नजिकै नजिकै आएको चहकिलो हुँदै 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 गएको तपाईँहरूले विचार गरेर चाहिँ तपाईँहरूले त्यो छाप चाहिँ तपाईँहरू आफ्नो दिमागमा बसाउन सक्नुहुन्छ। अब जस्तै उदाहरणको लागि त्यो छाप हुनसक्छ तपाईँहरू पब्लिक स्पिकिङ गर्न चाहनुहुन्छ र तपाईँहरूले आफू कन्फिडेन्ट भएर पब्लिक स्पिकिङ गरिरहेको तपाईँहरू आफूलाई त्यस्तो रिसोर्सफुल स्टेटमा तपाईँहरू पुग्न चाहनुहुन्छ भने तपाईँहरूले अवश्य पनि यो टेक्निक प्रयोग गरेर तपाईँहरूले पब्लिक स्पिकिङ गरिरहेको सिनलाई चाहिँ तपाईँहरूले मधुरोबाट चहकिलो ठुलो हुँदै आफ्नो दिमागमा आएको तपाईँहरूले विचार गर्न सक्नुहुन्छ। यस अनलिमिटेड पावर भन्ने पुस्तकमा टोनी रोबिन्सले मान्छेहरूको माइन्ड कसरी रिड गर्न सकिन्छ त्यसको बारेमा पनि कुरा गरेका छन् र जुन कुरा मलाई एकदमै मन पर्यो है त। अब माइन्ड रिडिङ गर्नको लागि हामीले के गर्न सक्छौँ भन्दाखेरि जस्तै तपाईँहरूले सर्वप्रथम तपाईँहरूले कसको माइन्ड रिडिङ गर्न आँटिरहनु भएको छ त्यो कुरा तपाईँहरूले जान्नुपर्छ है त। अब उसले विचार गर्नुहोस्, उसले कसरी बोलिरहेको छ, उसको शरीरको हाउभाउ कस्तो छ, उसले बोल्ने क्रममा व्यवहार गर्ने क्रममा कस्तो कस्तो शरीरको हाउभाउ बनाउँछ, त्यो कुरालाई तपाईँहरू आफूले पनि एकचोटि ट्राई गरिहेर्नुहोस् है त। उसकै जस्तो लवजमा तपाईँहरू बोल्न सक्नुहुन्छ अथवा उसकै जस्तो बडी ल्याङ्ग्वेज तपाईँले कपी गर्न सक्नुहुन्छ। त्यो समयमा तपाईँहरूले विचार गर्नुहोस् तपाईँहरूको दिमागमा कस्तो खालको थट आइरहेको छ, नेगेटिभ खालको थट आइरहेको छ कि पोजिटिभ अथवा कुन डाइमेन्सनको थट आइरहेको छ, त्यो कुरा तपाईँहरूले अब्जर्भ गर्नुहोस् उनीहरूको हाउभाउ नक्कल गर्ने क्रममा है त। अब तपाईँहरू यसो गरेर चाहिँ तपाईँहरूले उनीहरूको मेन्टल स्टेट कस्तो रहेको छ, एक्ज्याक्ट मेन्टल स्टेट चाहिँ तपाईँहरूले पत्ता लगाउन सक्नुहुन्छ। यो ट्राई गरेर चाहिँ तपाईँहरूले मान्छेहरूको माइन्ड रिडिङसम्म गर्न सक्नुहुन्छ। यस पुस्तकमा टोनी रोबिन्सले मोडलिङ टेक्निकको बारेमा पनि कुरा गरेका छन् है त। अब मोडलिङ टेक्निक भनेको कस्तो भन्दाखेरि जस्तै तपाईँहरू कुनै एउटा विशेष क्षेत्रमा चाहिँ सफल व्यक्ति हुन चाहनुहुन्छ भने तपाईँहरूले सर्वप्रथम त्यो क्षेत्रमा अलरेडी सफल भएका व्यक्तिहरू को छन्, तपाईँहरूको गोलसँग मिल्दोजुल्दो, तपाईँहरूको लक्ष्यसँग मिल्दोजुल्दो व्यक्ति को छन्, त्यो व्यक्तिहरू सबैभन्दा पहिला रिसर्च गर्नुहोस्, खोजी गर्नुहोस् र उनीहरूको जीवनलाई तपाईँहरू चाहिँ स्टडी गर्नुहोस्। उनीहरूले कस्तो स्टेप चालेका थियो त्यो कुरालाई तपाईँहरू स्टडी गर्नुहोस्, उनीहरूको थट प्रोसेस बुझ्ने प्रयास गर्नुहोस् र त्यो सम्पूर्ण कुराहरूलाई जस्ताको त्यस्तै तपाईँहरूले तपाईँहरूको जीवनमा पनि लागू गर्नुहोस्। त्यस्तो गर्दाखेरि तपाईँहरूले मोडलिङ टेक्निक प्रयोग गरेर कुनै एउटा व्यक्तिलाई मोडल बनाएर चाहिँ तपाईँहरूले सजिलै आफ्नो जीवनमा चाहिँ आफूले चाहेको क्षेत्रमा सफलता प्राप्त गर्न सक्नुहुन्छ र यसलाई तपाईँहरूले तुरुन्तै लागू पनि गर्न सक्नुहुन्छ है त। यो कुरा मैले तपाईँहरूलाई भनिसकेँ। यस पुस्तकमा टोनी रोबिन्सले मान्छेहरूले सिक्ने तरिका भनेको चाहिँ विभिन्न 3 किसिमका हुन्छन् भनेर भनिएको छ है त। अब कुनै कुनै व्यक्तिहरूको सिक्ने तरिका भनेको भिजुअल एप्रोच हुनसक्छ, कसैको अडिटरी एप्रोच हुनसक्छ, कसैको किनेस्थेटिक एप्रोच हुनसक्छ भनिएको छ। अब कुनै व्यक्तिको भिजुअल एप्रोच राम्रो छ है त भने उनीहरूले
जस्तै म एउटा एक्जाम्पलबाटै सुरु गर्छु है त। जस्तै कुनै व्यक्तिलाई खाना पकाउन सिक्नुपर्ने छ भने त्यसको भिजुअल एप्रोच चाहिँ राम्रो छ सिक्नका लागि भने उसले खाना बनाएको मान्छेहरूले हेरेर सिक्न सक्छ है त। मान्छेहरूले खाना बनाइरहेको हेरेर चाहिँ मान्छेले सजिलै सिक्न सक्छ त्यो व्यक्तिले। र कुनै पनि व्यक्तिको चाहिँ अडिटरी एप्रोच राम्रो छ भने कुनै पनि व्यक्तिबाट चाहिँ भात बनाउनका लागि खाना बनाउनका लागि यस्तो यस्तो स्टेपहरू चाल्नुपर्छ, तैँले यसो यसो गर्नुपर्छ भनेर मान्छेहरूले स्टेपहरू सुनेको आधारमा मान्छेहरूले चाहिँ त्यो कुरा सिक्न सक्छन् भने त्यो उनीहरूको अडिटरी एप्रोच चाहिँ एक्टिभेट भएको बुझ्न सकिन्छ। र अर्को किसिमका व्यक्तिहरू हुन्छन् जो भनेको चाहिँ किनेस्थेटिक एप्रोचलाई चाहिँ मन पराउँछन्। अब किनेस्थेटिक एप्रोचलाई मान्छेहरूले मन पराउँछन् भने त्यो एप्रोच मन पराउने व्यक्तिहरूले चाहिँ कुनै पनि व्यक्तिहरूले भनेको आधारमा अथवा देखाएको आधारमा भन्दा पनि आफैले ट्राई गरेको आधारमा चाहिँ मान्छेहरूले त्यो कुरा चाहिँ सिक्न सक्छन् यदि उनीहरूको किनेस्थेटिक एप्रोच राम्रो छ भने। हस् त आजको लागि यति नै। मैले तपाईँहरूलाई यो अनलिमिटेड पावर भन्ने बुक रहेको छ, यसमा रहेका मलाई मनपर्ने बुँदाहरू चाहिँ तपाईँहरू माझ मैले सेयर गरिसकेको छु। आशा छ तपाईँले केही नयाँ कुरा सिक्नु भएको छ। आउँदा दिनहरू म यस्तै यस्तै किसिमको भिडियो बनाउने छु। हेरिदिएकोमा धेरै धेरै धन्यवाद है त।